अहिले चट्ट अब खाजा खाने टाइम पनि भइसक्यो होइन। स्पेसल्ली सिलामको चटनी, सिलाम हो कि भागो हो? सिलाम र भागो मिक्स गरेर बनाएको चटनी स्पेसल्ली, अनि ब्ल्याक रोटी भनेको हजुरको कोदोको रोटी, यो अर्ग्यानिक रोटी हो। यो खाएपछि एकदम शरीरलाई एकदमै, यो जाडोमा एकदमै शरीरलाई एकदमै ठिक गर्ने, एकदम हिट गर्ने खालको यो एकदमै अर्ग्यानिक, यसमा कुनै पनि अब केमिकलहरू केही पनि नभएको यो अर्ग्यानिक रोटी हो। यी गाइजहरू देख्न सक्नुहुन्छ हाम्रो हजुरको सामुन्ने हामीले यहाँ देखाएको छौँ। चट्ट अब यति रोटी खाएपछि अब चटनी भाँगो र सिलामको, यो पनि अर्ग्यानिकै हो चटनी। चट्ट लाएर सुरु गरियो है, अब सुरु गर्नु पऱ्यो गाइजहरू होइन। यसरी चट्ट लाएर भाँचेर चट्ट यसरी चट्ट लाएर यसरी डोब्ने है गाइज। इच्छुक भएकोले सम्पर्क गर्नु होला। ओहो राम्रो चटनी त एकदम बवाल भएको छ। रोटी पनि त्यस्तै नै मिठो, अर्ग्यानिक रोटी खाने भए आउनु होला गाइजहरू। अब हामी चट्ट लाएर घाममा बसेर यसरी उहाँ मोटर चलिरहेको छ, घट्ट गरेर मोटर चलिरहेको, यति लामो पाइप छ। यसरी नै हाम्रो पानी यसरी खेतमा गइरहेको।